वेलकम ब्याक टु द न्यू भ्लग। आज म चाहिँ साइकलमा राइड गरेको छु र म चाहिँ आज सानो मिनी भ्लग बनाएको छु गाइस। तपाईँ देख्न सक्नुहुन्छ टक्क लाएर म चाहिँ आज यो जङ्गलको बाटो भएर आज कलश जाँदैछु र तपाईँ देख्न सक्नुहुन्छ यताउति चाहिँ एकदम रमाइलो ठाउँ छ। यो चाहिँ अस्ति हिउँ परेको है, हिउँ चाहिँ बेसरी नै परिसकेको थियो, आज चाहिँ कम छ र तपाईँ देख्न सक्नुहुन्छ टक्क लाएर म चाहिँ अब यहाँ चाहिँ जानुपर्ने हुन्छ किनकि हतार हुन्छ नि जानलाई। टक्क अब हाम्रो साथीहरू पनि पछाडि आइरहेछन् र साथीहरू पनि टक्क लाएर साइकल हालिरहेछन्। ढिलो हुन्छ नि, फेरि ढिलो भयो भने त हुँदैन। त्यसपछि अब यहाँ हामी सोध्दै हिँड्नुपर्छ गाइस। टक्क लाएर अगाडि बढ्यौँ। यहाँबाट म पनि आफ्नो भिडियो टक्क देखाउँछु भनेर चाहिँ मैले क्यामेरा गरेँ र यो चाहिँ देख्न सक्नुहुन्छ हिउँको होइन, हिउँ चाहिँ बिलिएर कम भइरहेको छ। चिसो चाहिँ बब्बाली छ। फेरि यहाँको चाहिँ ठाउँ फेरि एकदम जङ्गलको बाटो छ, रमणी ठाउँ एकदम फोटो खिच्ने लायकको एकदम बबाली छ। र गाइस म चाहिँ अब कलश जाँदैछु। कलश चाहिँ टाइममा पुग्नु पर्छ। अब म चाहिँ अब पुरा फुल भिडियो त बनाउन सक्दिनँ गाइस, त्यही पनि सानो मिनी भ्लग बनाइदिउँ भनेर बनाएको। र तपाईँ देख्न सक्नुहुन्छ म फुल भिडियो चाहिँ पनि बनाउने थिएँ होला, तर एउटा हातले ह्यान्डल समातेछु, एउटा हातले मोबाइल समातेछु, त्यही भएर मलाई अलिकति मिलेन। त्यस कारणले आजको भिडियो चाहिँ यति नै गर्छु र नेक्स्ट पार्टमा अर्को भिडियो हुँदैछ।